साथीहरू म एकदम झसङ्ग भयो किन भन्दाखेरि यहाँ गाडी यसरी पल्टेको देख्ने बित्तिकै यहाँ मान्छे 1-2 जना मात्रै बाँकी थियो र म आउनुभन्दा 5 मिनट अगाडि मात्रै एक्सिडेन्ट भएको रहेछ र म बाइकबाट ओर्ने बित्तिकै यसो हेर्ने बित्तिकै मेरो साथी गयो किन भन्दाखेरि ड्राइभर बस्ने साइडमा चाहिँ तपाईँको पुरै चिरिप्पै भएको छ कि तपाईँ केही छैन त्यहाँ र मैले हतारमत मैले 1-2 जना दाइहरू थियो मैले सोधेँ त्यहाँ दाइहरू चाहिँ ड्राइभर चाहिँ बस्न सफल भयो उहाँहरू चाहिँ ठ्याक्कै उहाँ चाहिँ अलिकति माथिबाट नै जम्प गर्नु भ्याएर चाहिँ सफल भयो भन्ने कुराहरू चाहिँ उहाँहरूबाट जानकारी आयो एकदम जस खुसी पनि लाग्यो भनौँ न एउटा ड्राइभरको एउटा जुन दिन बलियो रहेछ भन्ने कुरा महसुस गरेँ मैले पनि र यस्तो अवस्थामा साथीहरू यो पुरै उतानो परेको छ यो कसरी एक्सिडेन्ट भयो भनेर सोद्धाखेरि चाहिँ यो उकालो चढ्ने क्रममा चाहिँ गाडीको ब्रेक फेल भएको क्रममा चाहिँ यो अवस्था हुन गएको छ र ड्राइभर आफू पनि बाँच्यो र अरूलाई पनि बचायो भन्दै हुनुहुन्थ्यो यहाँको स्थानीय बासिन्दाहरूले एकदम खुसी लाग्यो त्यो कुरा सुन्दाखेरि चाहिँ जस ड्राइभरले जानी कहिले पनि गर्दैन क्षति गर्दैन जानी कसैले पनि एक्सिडेन्ट गर्दैन अन्जानमा यो अवस्था हुनसक्छ किनकि सवारी साधन भन्ने चिज त भन्न सक्दैन कुन बेला के हुन्छ भनेर तपाईँहरूले थाहा भएको कुरा हो जुन हिजो पनि गुरुङ गाउँमा पनि यसरी नै एउटा इभी गाडी एक्सिडेन्ट भएको रहेछ आज चाहिँ यो अवस्था यहाँ आइसकेको पनि तपाईँहरूले देख्न सक्नुहुनेछ साथीहरू यस्तै हुनुहुन्छ होइन सवारी साधनको चाहिँ भर हुँदैन भन्ने हिसाबले तपाईँहरूले प्रत्यक्ष देख्दै भएर साथीहरू तपाईँहरूले कस्तो लाग्छ प्लिज सबैजनाले कमेन्ट गर्नु होला हस् थ्याङ्क यू